मिठो सब्जी बनाउनुको लागि मैले घिरौला लिएको छु र यसको बोक्रा एकदमै पतला गरेर तासेर चाहिँ यसलाई मैले धुएर लाम्चो लाम्चो गरेर काटे र बीच बीचमा कट लगाएको छु। त्यसपछि एउटा बटुका लिएर यसमा हल्दी पाउडर, धनिया पाउडर, खोर्सानीको धुलो र एकदमै कम्ती गरम मसला र एकदमै कम्ती पानी हालेर मैले यसको बाक्लो लेप बनाएँ। त्यसपछि जुन चाहिँ घिरौलाको टुक्राहरूमा मैले यो कट लागेको थिएँ, अब यसमा चाहिँ यो मसलालाई कम्ती कम्ती गरेर भरेको छु। त्यसपछि समय हुन्छ यसलाई फ्राई गर्ने। फ्राई गर्नुको लागि चाहिँ एकदमै कम्ती तेलमा नै मैले यसलाई फ्राई गरेको हो। एकैचोटि नै मैले यसलाई चाहिँ प्यानमा हालिदिएँ, किनभने घिरौला चाहिँ पाक्दै गएपछि घट्छ। त्यही भएर यसलाई यसरी गोल्डन ब्राउन हुने गरी फ्राई गरिसकेपछि कराई बसाएर चाहिँ तेल हालेँ। तेल तातेपछि प्याज, रातो सुकेको खोर्सानी हालेँ र प्याज जब हल्का गल्छ तब चाहिँ अदुवा लसुनको पेस्ट हालेँ, टमाटर हालेँ र स्वाद अनुसार नुन पनि हालेको छु। टमाटर जब यसरी मजाले गल्छ तब चाहिँ यसमा त्यही बेसिक मसलाहरू हालेको छु, जुन चाहिँ मसलाहरू मैले घिरौलामा हालेको थिएँ। अब यो मसलालाई पकाउनुको लागि पानी हालेँ, कम्ती पानी हालेर चाहिँ यो मसलालाई पकाएको छु। यो मसलाले जब पानी सुक्छ, मसला मजाले पाक्छ, तब चाहिँ फ्राई गरेको घिरौलालाई मैले हालिदिएँ। अब यसलाई चाहिँ मजाले मिक्स गर्नुपर्छ अनि यसलाई चाहिँ पानी हाल्नु हुँदैन। घिरौला पकाउँदा चाहिँ घिरौलाले नै पानी छोड्छ। त्यही भएर यसलाई ढकनी लगाएर चाहिँ अब यसलाई मिडियम टु हाई फ्लेममा चाहिँ यहाँनिर 7-8 मिनट मैले पकाएँ र यसरी चाहिँ घिरौलाको एकदमै टेस्टी सब्जी बनेर तयार हुन्छ।